अहिले यो गाईघाटको टुप्पोमा केही पर्यटकहरू घुम्न आउनुभएको छ र अवलोकन गरिराख्नु भएको छ। के छ सर यहाँको अहिले अवस्था कस्तो छ? धार्मिक स्थल कहिले कस्तो निर्माण गर्दैछ यहाँनिर? यहाँ कामको सिलसिलामा यो गाईघाट आएको हामी होइन। गाईघाट आउँदाखेरि यहाँ मान्छेहरूको यहाँको जनसमुदायहरूको भनाइ के थियो, माथि यो बरुवा खोलाको माथिल्लो डाँडामा चाहिँ मन्दिर नवनिर्मित मन्दिर चाहिँ निर्माण भइरहेको छ होइन। यही मन्दिर हो होइन सर? अनि यो मन्दिरमा चाहिँ एकदम न्यूनतम लागतमा चाहिँ एकदम जनश्रमदान सहितको चाहिँ लागत र सरकार स्थानीय तहको निम्न लागतमा मन्दिर निर्माण हुँदैछ, जसमा कुनै किसिमको हामीले यसो हेर्दाखेरि भ्रष्टाचारको भएको यहाँ चाहिँ केही देख्न सकिन्छ। हस् त सर, धन्यवाद। अब अर्को हाम्रो पर्यटकज्यू हुनुहुन्छ साथीभाइहरू, उहाँसँग यो कस्तो लाग्यो यहाँको निर्माण अवस्था रहेको गणेश भगवानको मन्दिर? राम्रो लाग्यो। यो पहाडी क्षेत्र हो होइन। पहाडी क्षेत्रमा चाहिँ त्यो घुसखोरी यताउति चाहिँ गर्ने चलन छैन। मान्छे मठ मन्दिरमा प्राय कमिसनको खेल हुँदैन, यही भन्न लाग्नु भएको। हाम्रो मधेसतिर त जम्मै चाहिँ खाइदिने चलन। मठ मन्दिरको त पैसा पुरै ज्वाममै गरिदिने। अहिले रौतहटको एउटा जल्दो बल्दो कुरा हो, त्यहाँ मल्लीवरम रहेको छ। 20 लाख बजेटमा पनि त्यो मन्दिर निर्माण नहुन सकेर त्यो अहिले आधी अधुरामा छोडेको र त्यो पनि भत्किसकेको छ। तर नेपाल सरकारको त्यहाँ त्यो त खाइदिन्छ र त्यहाँ अहिले नेपाल सरकारको पनि ध्यान गएको छैन। त्यो ध्यान मधेसमै छ, तर त्यहाँ धर्मस्थलमा नै धेरै भ्रष्टाचार हुने गर्छ। हस् त सर, धन्यवाद। हाम्रो एकजना अझ सौरभजी भन्ने हुनुहुन्छ, कस्तो लाग्यो यहाँको? एकदम रमाइलो लाग्यो। यहाँको मौसम होइन, यहाँको वातावरण, यहाँको मान्छेहरूको कल्चर हेर्दाखेरि अब उहाँहरूको बोली सोली रहन्छन् एकदम राम्रो लाग्यो। हाम्रो उता मधेस प्रदेशतिर चाहिँ यस्तो व्यवहार यति राम्रो यस्तो व्यवस्थित भएको। अहिले यही नवनिर्मित मन्दिरको कुरा नै भन्नु न, कस्तो छ भनेर। उदाहरणको लागि यहाँ गणेश हेर्नुहोस्, गणेश मन्दिरलाई कति राम्रो टाइल्सहरू गरेर हेर्नु त कति राम्रो चिटिक्क परेको जस्तो देखिन्छ। एकदम खुसी लाग्यो मलाई। यो अब स्थानीय दुईजना बस्नुभएको छ, उहाँहरूको भनाइ त कस्तो थियो म अहिले नै सोध्छु नि त। हामी यहाँको स्थानीयवासीले नै केही कुरा सोधौँ। ए सर, यो मन्दिरको बारेमा केही बोलिदिनु पर्यो, नबोलौँ? ए हस् त, धन्यवाद सर।